मेयर हर्क साम्बाङले भन्नुभएको छ नि यो 3 दिन स्कुल खोल्छौँ र 4 दिन चाहिँ हामी प्र्याक्टिकल गराउँछौँ भन्ने भन्नुभएको छ नि जुन यो चाहिँ मलाई चाहिँ एकदमै राम्रो लाग्यो। किन राम्रो लाग्यो भनेदेखि एउटा उदाहरण दिन्छु है त। एकचोटि चाहिँ एउटा अङ्कल चाहिँ लेबर काम गर्नुहुन्थ्यो कि 20-30 वर्ष अगाडि उहाँले चाहिँ मलाई भन्नुभएको थियो कि एकचोटि लेबर काम गर्दै गर्दाखेरि एकजना इन्जिनियर आउनुभएछ। अनि इन्जिनियर आउनु भएर यसो गर्ने त्यो त्यसो गर्ने यो कसो गर्ने भनेर लेबरहरूलाई सोध्नुभएछ के। त्यो किन सोध्नुभयो त भन्दाखेरि प्र्याक्टिकल जुन छ नि यो प्र्याक्टिकल्ली नपुगेर हो क्या। अहिले पनि त्यस्तै अवस्था छ। अब अर्को उदाहरण है त। एकचोटि यो महालक्ष्मी नगरपालिकामा रहेको गरकुमा स्थित क्रिस्ट हस्पिटलमा एकजना गर्भवती महिला चाहिँ जानु हुँदाखेरि चाहिँ भर्खरै है जानु हुँदा चाहिँ मृत्यु भएछ क्या उहाँको। अनि त्यस्तो उहाँलाई चाहिँ त्यस्तो कुनै समस्या थिएन रहेछ। अनि त्यो किन भयो भनेर बुझ्दाखेरि डक्टरहरूको लापरवाही अनुभवको कमीले गर्दाखेरि मृत्यु भएको रहेछ क्या। अनि क्षतिपूर्ति दिनुहोस् या के कारणले गर्दा हो भनेर प्यारेन्ट्सले सवाल जवाफ गर्दाखेरि उहाँहरूले के जवाफ दिनुभएछ भनेदेखि ल ठिक छ आउनुभयो अब फर्किनुहोस् भन्ने टाइपको जवाफ दिनुभएछ क्या। हाम्रो देशको हालत चाहिँ अहिलेसम्म यस्तै छ भन्नुपर्छ है। यस्तो घटना चाहिँ घटिरहेको थियो र छ पनि। त्यही भएर मेयरहरूको साम्बाङले चाहिँ के गर्नु भएको छ भनेदेखि सबै नेपालीहरूको मनमा एउटा दियो बाल्नु भएको छ। त्यो दियो नि आशाको दियो हो। यहाँले परिवर्तन गर्नुहुन्छ भन्ने हामी सबै नेपालीहरूमा 100% छ र यहाँलाई आगामी दिनहरूमा सफलताको कामना र सफलताको मात्र सिडी चढ्नुहुन्छ भन्ने आशा गर्दछु। र यहाँको श्रीमतीलाई पनि धेरै धेरै धन्यवाद। यहाँसम्म सपोर्ट गरेर आउनुभयो उहाँ। यहाँ जस्तो श्रीमती हरेक नेपालीहरूलाई मिल्छ भन्ने आशा गर्दछु र मलाई पनि मिल्छ होला। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। राम्रो लागेमा लाइक पनि गरिदिनु होला है त।